सबैलाई नमस्कार। म अर्जुन भुसाल। म सुन्दर ठाउँ गुल्मीको रेसुङ्गामा छु। रेसुङ्गा आइपुग्दै गर्दा होटल पौवा रिसोर्ट छ। यहाँ एकदमै लामो समयदेखि यहाँ होटल पौवाले सेवा प्रदान गरिरहेको छ। यो ठाउँमा केही पनि रहन्छ। होटल पौवाको सेवाले गर्दा अलिकति सहज भएको मैले थाहा पाएँ। र यहाँ आउँदै गर्दा प्रदीप सर, जसले यो होटल पौवाको यो रेसुङ्गाको सबै एउटा जिम्मेवारी सम्हाल्नु भएको छ, यति सहज, यति सरल मान्छे, सबैसँग मिल्ने मान्छे, कहिले पनि त ठुलोपन भन्ने मैले बुझिनँ। 3 दिन जति उहाँसँग रहेँ, यति सहज सरल मान्छे पनि समाजमा हुँदा रहेछन् भन्ने कुराको एउटा इक्जाम्पल मैले उहाँमा पाएँ। एकदमै बधाई छ प्रदीप सर। हजुरलाई बडा दशैंको शुभकामना, सधैँ सुस्वास्थ्यको कामना गर्छु। आफ्नो स्वास्थ्य सबभन्दा पहिलो कुरा स्वास्थ्य हो, हेल्थ हो। यसलाई ख्याल गरेर कर्म गर्नु होला। तपाईँ साँच्चीकै एउटा आशा हो, एउटा होटल क्षेत्रमा, एउटा होटल क्षेत्रको एउटा किरण हो तपाईँ। तपाईँ जहाँ हुनुहुन्छ त्यो होटल पक्कै राम्रो हुन्छ भन्ने मैले बुझेको छु। एकदमै सम्मान गर्छु। छुट्टिने मन थिएन भन्ने के गीत छ नि, छोडी जानु पर्दो रहेछ भने अब रुन मात्रै सकेको छैन, तर मन चाहिँ भित्र रोइसकेको छु है। एकदमै हजुरलाई पनि धेरै धेरै शुभकामना। आउँदै गरेको विजया दशमी, शुभ दीपावली छ नेपालसम्म विभिन्न चाडपर्वको जहाँ बसेर पनि जहाँ रहेर पनि हजुरले जुन एउटा सत्कर्म गरिरहनु भएको छ, यसलाई चाहिँ अझ निरन्तरता दिनु होला। यी चाडपर्वहरूले, यी दुर्गा भवानीले तपाईँको यी सत्कर्ममा अझै चाहिँ थप उन्नति चाहिँ प्रदान गर्नुहुनेछ भन्ने हामी अपेक्षा पनि गर्दछौँ। हजुरको यो छोटो मिठो भेटघाट बसाइ एकदमै स्मरणीय रह्यो। हामी फेरि पुनः यसै गरी भेट्ने बाचा पनि गर्छौँ। एकदमै खुसी लाग्यो हजुरसँग यसरी भेट्न पाइयो। मलाई पनि धेरै खुसी। सायद हजुरलाई भन्दा बढी खुसी मलाई, र मलाई भन्दा बढी खुसी हजुरलाई। सेम हामी उत्तिकै छ। म यस्ता मान्छेहरूलाई सम्मान गरौँ र होटल पौवाको एउटा प्रिय टिमको एउटा सिङ्गो नेतृत्वकर्ताकै लेभलमा म उहाँलाई बुझ्छु, जसले रेसुङ्गाको होटल पौवा रिसोर्टलाई राम्रो बनाउनु भएको रहेछ। थ्याङ्क यू। सम्मान, नमस्कार।